आज स्याटरडे हाम्रोमा चाहिँ एउटा पाहुना कस्टमर आउनुभएको थियो जो चाइनाबाट हुनुहुन्थ्यो। मैले चाहिँ ट्रान्सलेट गर्दै कुरा गरिरहेको थिएँ। ठ्याक्क सर आउनुभयो। सर आएपछि कुरा भयो। कुरा गर्दै गएपछि अनि सरले चाहिँ कहाँ बस्नुहुन्छ त यहाँ भनेर सोध्नु भएको थियो। सोधेपछि ऊ चाहिँ होटल सोल्टीमा बस्ने रहेछ। गएर छाता देखाएँ छाता देखाएँ अनि पछि आएर मेकअप गर्ने हो अनि ड्रेस चाहियो भन्छ नि। केलाई भनेको चाहिँ सोसल मिडियामा फोटो अपलोड गर्नलाई अरे घुम्न आएको नेपाली ड्रेस र मेकअप चाहियो अरे है। अनि अब मेकअप त हामी गरिदिन्छौँ। लुगा चाहिँ भनेको सोचिरहेको थिएँ मैले। अनि मेकअप गर्दै थिएँ। त्यहाँ अगाडि एउटा पसल छ, त्यहाँ लुगा किनिदिनु पर्ला। साडी ब्लाउज भनेको पसल चाहिँ ठ्याक्क बन्द रहेछ कि। अनि फेरि फोटो क्लिक गरे छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। कामै गर्न नदिने गरी फोटो क्लिक गरिरहेछ। उसले त्यो फोटोहरू हाल्नलाई होला सायद। अनि पछि फेरि एयर होस्टेज पनि आउनुभएको थियो। ठ्याक्कै सोल्टीबाटै एयर होस्टेज आउनुभएको थियो वाक्सको लागि। उहाँको फ्लाइट छ भनेर एकदमै हतारमा हुनुहुन्थ्यो। त्यही पनि उहाँहरू काम त हामीले गर्नु परिहाल्यो। बहिनी चाहिँ वाक्स गरिरहेको थियो। मैले चाहिँ यहाँ मेकअप गरेँ। अनि फेरि अर्को यहाँ कस्टमर फेरि एकैछिनमा झ्याप्प आउँछ नि पसलमा। घरिघरि हुँदैन, घरि हुन्छ भनेर यस्तो प्याक भयो यही बेलामा। अनि पछि मैले मेकअप पनि गरिदिएँ। मेकअप गरिसकेपछि चाहिँ म सोल्टीमा भए म पनि जान्छु भनेर भनिरहेको थियो बिचरा। उसले फ्लाइट हो मेरो, मलाई एकदम हतार छ, म जान्छु, आउँदै गर्नु है इन्जोय भनेर अर्को साथी मतलब अर्को भेट भएको चाहिँ गयो। अनि मैले उसलाई कपाल रेडी गर्थेँ। अनि मैले एउटा फोटो देखाएको त्यही साडी लाउँछु भन्छ। अब त्यो साडी कहाँ किन्दिनु। त्यसपछि मैले मेरै साडी ब्लाउज लिएर आएर लगाइदिएँ। यति धेरै ह्याप्पी भएर गएको छ। कोसँग आएको भनेको बोयफ्रेन्डसँग अरे नेपाल घुम्नलाई। हेर्नु साथीहरू कति रमाइलो होला त है। फोटो पनि मैले टक्क लास्टमा राखिदिएको छु, हेर्नुहोला।